हेलो हेलो गाइज हेर्नुहोस् कहाँ अब भुइँमा खसाल्दिनँ नि मेरा बुढाले केराको बुङ्गाको अचार खाने भनेर काट्दै हुनुहुन्छ तर काटेर भुइँमा झराइदिन ओ हेलो सर बल्ल गर अब कसरी टिप्न लाउन है झर्नु होला है बुढो ए होइछ झरो म त ऊ पो झरो भने कि त अब खाइउ त अब दिदीले पिट्नुहुन्छ र बल्ल खान्छन् हरा होइছে तलै झरो के राखा तिनी त्यही छन् अब केले जानुहुन्छ त हो लौरालाई प्याट हाल्नु ओइ वाह वाह कडा हुनुहुन्छ यार ऊ यता झर्यो क्या त्यो ल्याउन सकिन्छ अझ अर्को त्यसलाई त हुन्न त्यो त झर्छ तल हैस्या त्यसलाई त नजानुको त्यो सकिन्न बरु ऊ यता यता त्यसको लागि खै कतिचोटि 3 4 5 कतिचोटि हान्छ नि 6 7 7चोटिमा बल्ल बल्ल झारेछन् त्यही पनि झरो हो त्यही ठुलो छ त्यसैले झारम बनाइदिएँ त मैले केराको बुङ्गाको अचार खाने हो आज जाँदै जान्न त्यही त के भनिदियो हो नि त के भन्थे भन्न के भन्थे भन्न मैले टिक्स लगाइदिन्छु मैले टिक्स लगाइदिन्छु शीतल साले 100 रुपियाँको हैसियत छैन तँलाई 100 रुपियाँ दिन्छु म केराको बुगो पनि त्यतै खसी छैन अब ऊ त्यहाँ छ त्यहाँबाट तलबाट जा न त्यो त कसरी झर्छ अब ऊ त्यहाँ छ एउटा त्यहाँबाट होइन फेरि ओ शीतल तल जा न तल छ नि त्यसमा तल बारीमा जा न बारीबाट अचार कि मालिक नि अचार बनाउने मालिक नि है गाई त्यो आकाशी ला कसरी बनाउने अचारलाई भन्दा बफाउली त्यहाँबाट अलि जोले आलु सन्नी त्यहाँबाट आलु फोक्ने यसलाई पनि बफाएकोलाई क्यार्ने अरे आलु मन्साउने तिल बुट्टी त्यहाँबाट मेथी पुऱ्याउने अनि चुकाल्ने अनि मल कस्तो हुन्छ अरे मिठो हुन्छ होइन आज हामीले खाएर देखाउने हो मिठो हुन्छ के गाली गर्छ यस्ता मुलाले गाली गर्नु मेरा भाइ एउटा उसलाई बुङ्गालाई 7 चोटि हान्दा त 7 चोटि हान्दैछ भ्याउ सबै भ्याउ सबै यस्ता एउटालाई 7-8 चोटि हान्दा पनि जान नसक्ने मान्छे अझ ठुलो कुरा हो ल है मेरो शीतल छि हेर त यतिखेरसम्म त मैले 5 वटा झारिसक्थेँ हेर त शीतल कठै काम छैन शीतल आ त 25 चोटि भइसक्यो है 26 कठै इज्जतको सवाल छ हेर शिला बल्ल बल्ल हजुर खुब ठुलो काम गरेछ के हो यस्तो फटेकुरो डान्स खै देखाउ त फेरि खै गर त फटेकुरो डान्स फटेकुरो डान्स ए मलाई काट्लास जुन्ते है के अरे
के गरा त्यस्तो गरेर हिँड्छन् ए मुटु पत्ली रहेछ बिचरा खोइ ओ कसले दियो अझै चाहिने हो छैन भयो एउटालाई 50 चोटि हानी झार्छ के मलाई त दुईचोटि लागेको त्यो सबै माथि लागेको थियो ल हिँड निर्मली अब निर्मलीको काम छ सब यहाँ ल अर्को खै ए ल जाऊ। मसाले धुल ठोक शीतल ठोक लौद्रोले ठोक्दैन ए अचारकी मालिक नि अझ कसरी हिँड्छु अरे बा ल देखाउँ कतिवटा भयो अरे काउन्ट गर त ल देखौ त 3 वटा भयो अब मस्तै बनाऊ र भरेसम्म खाने हो अचार मिना दिदीलाई बोलाउने कि नै हँ मिना दिदीलाई मिठो हुन्न अरे उसको अचार त होइन मारेका ढटाएको मिना दिदी हाम्रो मिना दिदीलाई मिठो हुन्छ तपाईँकी कान्छी बुहारीले केराको बुङ्गाको अचार बनाउँदैछ मिना दिदी खाना आउनुहोस् ल है जय बजरङ्ग बली भन्छन् के रे यसले झुट्दे हजुर ल ल ल अब सन्चो छैन होइन मेरो कालुलाई कालु हौ सन्चो छैन हजुरलाई तपाईँको फोटोग्राफ डान्स देखाइदिनु त बुढा हजुर देखाउनु न खै बाबु बाबालाई फोटोग्राफ डान्स गर्नु भन त फेरि एउटा भनिदियो त कस्तो अरे बाबु ए इली बौला हजुर अरे वाह जुन त्यसले खतरा हान्ने रहेछ त तेरो अङ्कलले त छुन नि जान्दिनन् हजुर हजुर के अरे हजुर हो र ठुलो अचारसम्म हान्न सक्छु यो त खतरा हान्ने रहेछ जुन त्यसले ए मेरो थुत्रो भत्काइदियो उसलाई फेरि गाई है हेर खतरा हान्छ त जुन त्यसले यिनले त जान्दै जान्दिनँ कि यस्ताले पनि हो आलु शीतल हो ठोक शीतल ढङ्गै छैन तेरो अङ्कलको ढङ्ग छैन ढङ्ग नसँग 3 महिना अटोको टङ्ग बुरुङ बुरुङ बुरुङ